बर्दिवास नगरपालिकाले आगामी आर्थिक वर्ष 2082-83 का लागि 1,22,40,10,00,000 को बजेट प्रस्तुत गरेको छ। नगरसभाको 16औं अधिवेशनमा उपप्रमुख तारादेवी महतोले पूर्वाधार विकास, वडा स्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गर्नुभएको थियो। उक्त बजेटको स्रोत भने वित्तीय समानीकरण अनुदान सँगै सरकारबाट रु 87,45,58,510 र प्रदेश सरकारबाट रु 4,53,63,720, आन्तरिक आयतबाट 25,40,27,770 प्राप्त हुने अनुमान तथा सँगै सरकार र मध्य प्रदेश सरकार तथा नगरपालिकाको आन्तरिक आयबाट कुल चालु आर्थिक वर्ष 2081-82 बाट बचत भई अनुमानित मौजदात रु 5 करोड गरी अनुमानित बजेट पेश गरिएको छ। यस्तै चालु बजेटतर्फ नगरपालिकाको कार्यालय, वडा कार्यालय कार्य सञ्चालन तथा अन्य प्रशासनिक एवं पुँजीगत खर्चतर्फ रु 23,63,00,000 विनियोजन गरिएको छ भने बर्दिवास अस्पताल, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत करार तथा जालादारी कर्मचारीको भत्ता एवं अन्य स्वास्थ्य उपकरण, औषधि खरिद लगायतको कार्यका लागि रु 6,32,85,000 विनियोजन गरिएको छ। त्यसैगरी पुँजीगत तथा विकास बजेटतर्फ नगरका विभिन्न सडक कालोपत्रे ढलान तथा स्तरोन्नति गर्न सडक निर्माणतर्फ रु 5,15,00,000 तथा सङ्घीय सरकारको समपूरक अन्तर्गतका योजनामा कार्यालयबाट लागत साझेदारी गर्न नगरपालिकाको म्याचिङ फन्डमा रकम रु 3 करोड प्रस्ताव गरिएको छ। शिक्षातर्फ रु 2,50,00,000, खेलकुदका लागि रु 40,00,000 विनियोजन प्रस्ताव गरिएको छ। खानेपानी तथा सरसफाइतर्फ रु 50,00,000, जलस्रोत तथा सिँचाइतर्फ 68,00,000, पर्यटनतर्फ 40,00,000, भवन तथा शहरी विकासतर्फ 2 करोड विनियोजन गरिएको छ। लैङ्गिक समावेशीकरण तथा सशक्तिकरणतर्फ रु 1,78,00,000, सहकारीतर्फ रु 5,00,000, कृषि पशुपन्छीतर्फ 4 करोड, न्यायिक समितितर्फ 10,00,000, विपद व्यवस्थापनतर्फ 81,75,000, ऊर्जा तथा ग्रामीण विद्युतीकरणमा 12,25,45,000 विनियोजन गरिएको उपप्रमुख महतोले पेश गर्नु भएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ। बजेटको सन्दर्भमा नगर प्रमुख प्रहलाद कुमार कार्कीले राजनैतिक दल, उद्योगी व्यवसायी र नागरिक समाजसँगको वृहत छलफल र सहमतिबाट बजेट निर्माण गरिएको बताउनुभयो। उहाँले यो बजेटले समृद्ध नगर बनाउने अभियानमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।